मैले यो मान्छेको अहिलेसम्म पनि भोइस सुन्न धौ परिसक्यो। कहिल्यै बोल्दैन नि त यो मान्छे, के गर्ने होला भनिदिनु त सबै साथीहरूले। म त वाक्कै लागिसक्यो यो मान्छेको भोइस सुन्न नपाएर, वाक्कै दिक्कै लागिसक्यो भनिदिनु त साथीहरू। श्रीमानलाई बोल्ने बनाउनको लागि चाहिँ के गर्नुपर्छ आइडिया भनिदिनु त। यो मान्छे त जिन्दगीमा कहिल्यै नबोल्ने भयो। मैले त बिहान जुरुक्क उठेदेखि बेलुका राति सुतेसम्म दिनभरिमा बल्ल 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 2-3 शब्द भन्दा सुन्दिनँ के। यत्तिकै धुमधाम बस्ने, गाउँ डुल्ने, घरमै नआउने भनिदिनु त गाइज, भनिदिनु त। मैले यो मान्छेको बोली सुन्नै पाएन। कति भइसक्यो ल त गाइज, भनिदिनु त के गर्ने होला। हेलो, यता हेर्नु त। ओ मान्छे के हो त्यस्तो? मैले बोली सुन्नै पाएन आज पनि। हेर्नु गाइजहरू, भनिदिनु त यो मान्छेको बोली सुन्न नपाएर, बरु यो मान्छेको बोली त हेऱ्यो जङ्गीले सुन्न पाए। यसलाई चाहिँ हाई हाई भन्नुहुन्छ। हेर्नु न लु, यो मान्छे यो पनि फेरि उसकै बाबाको फ्यान हो नि त। फेरि उसकै बाबाको फ्यान हो नि त। जतिखेर पनि बाबासँग बस्ने, जतिखेर हुँदा ओछ्यानमै आयो होइन। ए नुहाइधुवाइ गरे होइन, गना आज नुहाउनु पर्छ यसलाई। उसको बाबा भनेपछि पनि मरिहत्या गर्छ। कुकुर यसको र यो मान्छेको चाहिँ बरु मिलन भइसक्यो। तर मेरो मिलन चाहिँ कहिले हुने, मसँग चाहिँ कहिले बोल्नु नि हेर्नु त। उसले बरु उसँग बरु बोल्नुहुन्छ, मसँग एक शब्द पनि बोल्नुहुन्न। अबदेखि मसँग बोल्ने मसँग नबोल्नुको कारण के हो भन्नु त तपाईँ? भन्नु त। एउटा गफ भनेपछि गर्नुहुन्न भन्नु त। दिनभरि मैले 2 शब्द पनि सुन्न धौ हुन्छ। हेर्नु साथीहरू, हेर्नु गाइजहरू, म त पागल भइसकेँ। अब त म पागल भइसकेँ। काम छैन।